यहाँ त होइन अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ BMW गाडी चाहिँ सोच्दैछु। म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु। म जन्मिँदाखेरि होइन खै मम्मीहरूले भन्नुहुन्थ्यो खै के जन्मे भन्नुहुन्थ्यो अरे कि गीत गाउन चाहिँ मन छ रहर लाग्छ कि लाग्दैन आफूलाई पर्सनली चाहिँ यस्तो हुन्छ रमाइलोलाई गीत गाउन मन लाग्छ इन्टरटेन गर्नलाई प्रोफेसनली चाहिँ होइन अफिसियली तरिकाले म गाउँथेँ क्या ये क्या बक रहे हो मादरचोद कस्तो इंग्लिश फिल्म चाहिँ तिमी कस्तो खालको हेर्छौ इङ्ग्लिस फिल्म हेर्छु नि त कस्तो खालको नामहरु नाम त धेरै छन् नि अब भन्न नहुने होला त्यस्तो पनि हेर्छौ इंग्लिश त्यस्तो खालको इङ्ग्लिस त हेर्दैन है कहिलेकाहीँ अस्ति भन्दाखेरि होइन अलिक खोलौँ अमेरिका अस्ट्रेलिया युकेको लागि मात्र ताकेको खास चाहिँ अच्छा पिआर वाला खोजेको बालन दाईको हाम्रो के अरे सुके सचिव त्यो पनि हिजो पनि फोन गर्नुभएको थियो कुन फिल्म थियो समथिङ धेरै अगाडि हो घर भन्यो क्या खै होइन धेरै अगाडि हो भूतको त्यस्तो भूतको अँधेरै थियो के फिल्म हेर्थ्यो के तिमीले मलाई चिन्ने थिएनौ होइन चिन्थेँ कि दादा म राइटरबाटै चिनेको थिएँ राइटर मैले कुन गीत लेखेर कुन कविताहरू लेखेर राइटर हुनलाई कविता होइन दादा बाइकको राइटर जन्मिँदाखेरि होइन मान्छे हो कि जनावर जन्मियो भनेर फुटाउन गाह्रो थियो अरे के गजब बेइज्जती है म आफै बाहिर जान खोजिरहेको छु त होइन म चाहिँ अमेरिका अस्ट्रेलिया युकेलाई टार्गेट होस् अच्छा गर्लफ्रेन्ड मेरो अहिलेसम्म बनाउन सकेन किन बनाउन सकेन भन्नु न म कसैलाई पनि डाइरेक्ट अहिले बनाउन सक्दैन कि घुम्न जाने कि काम गर्न जाने अब हेरौँ अब कस्तो हुन्छ त्यति बेलाको सिचुएसन अनुसार होइन के हुन्छ अब घुम्न गइएछ भने ठिकै छ काम गर्न गइएछ भने ठिकै छ कोही केटी पट्टाएर पनि गइन्छ भने गइन्छ अब कहिलेकाहीँ हुन्छ नि सोच आउँछ नि त बिहे गरेर बालबच्चा बनाऊँ बालबच्चालाई हुर्काम स्कुल लैजान जाम होइन बाउ भन्नुहोस् बालबच्चाले भन्ने त्यस्तो सोच आउँछ कि आउँदैन अब पहिला चाहिँ गर्लफ्रेन्ड चाहिँ बनाऊँ होइन मैले पटाउन नखोजेको किनभने मैले चाहे पटाउन सक्थ्यो होला होइन तर अलिकति चासो पनि लाग्ने नचासो पनि लाग्ने होइन हाइट नमिलेर हो कि हाइट मलाई कोकोकोला फिगर मन पर्छ अच्छा मैले चाहिँ खास चाहिँ लोकदेरी त्यति हेर्थेन पनि अरुण दाईसँग चोकेपछि बल्ल लोकदेरीको अलिअलि चल्दै चाहिँ आउन लाग्यो तर अलिअलि सुन्न थालेको पहिला के हेर्नुहुन्थ्यो तपाईँले मैले इङ्ग्लिस गानाहरू हिन्दी गानाहरू इङ्ग्लिस हेर्ने तपाईँले त्यो चाहिँ त्यतातिर ध्यान थियो मेरो खै एउटा इङ्ग्लिस आउनुहोस् त कस्तो रहेछ ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा मेरो रेड बुल त हान्दै छैनौ नि खै चेस हानौँ न इनर्जी भनेकै चेस लामोको चेस रेड बुल हौ आइसियु भन्नु शिबु आइसियु भन्नु शिबु गजब बेइज्जती है ल क्या गरे शिबु नेवार खाना अगाडि के अरे भन न तिमीलाई के भन्दै है
घुमरी घुमरी के अरे यमरी एमरी एमरी Are you married or not? Are you single? रोनाल्डो ए सिंगल 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 रोनाल्डो ए सिंगल 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 Who's your favorite actress in the Nepali movie industry, ma? ओ शिबु पाण्डे ओ शिबु पाण्डे सबैले हेर्छ मलाई हेरेपछि झन् सबैले हेर्छन् अनि रोनाल्डो र मेरा के खम छ र कोही छ उहाँ चाहिँ प्लेयर हुनुभयो अरे फुटबल प्लेयर फुटबल म चाहिँ नर्मल मान्छे परे चाहिँ नर्मल मान्छे कैसा लगा मेरा मजाक मेरो नाम लिखेपछि कसैले पनि नाइ भन्दैन यति कुरा मान्नुहोस् शिव पाण्डे इज भगवान